हेलो साथीहरू, नमस्कार। आज हामी फेरि अर्को पाठ लिएर उपस्थित भइसकेका छौँ। हामी अहिले मल्टिपल रिग्रेसन पढ्ने क्रममा छौँ र मल्टिपल रिग्रेसन मोडलभित्र हामीलाई एउटा प्रश्न कहिलेकाहीँ एक्जामिनेसनमा सोधिराखेको छ, डम्मी भेरिएबल इन रिग्रेसन मोडल भनेर। यो खास गरी बिबिएमा, एमबिएमा र पूर्वाञ्चल विश्वविद्यालयको एमबिएमा डिसिजन साइन्स अन्तर्गत कहिलेकाहीँ यो खालको प्रश्न आइदिन सक्छ। खास गरी भन्यो भने हिजो क्लास र त्योभन्दा अगाडिको पाठमा हामीले जे कुरो पढेछौँ त्यो नै एक्जामिनेसनको लागि बेसरी इम्पोर्टेन्ट कुरा हो। तर आज पढाउने कुरा पनि एक्जामिनेसनमा कहिलेकाहीँ आउने भएकोले यसलाई पनि ख्याल चाहिँ गर्नुपर्छ। वास्तवमा आज पढ्ने कुरा भनेको नितान्त नयाँ चाहिँ होइन। डम्मी भेरिएबललाई कसरी रिग्रेसन मोडलमा हामीले एडजस्ट गर्न सक्छौँ र त्यो डम्मी भेरिएबललाई इन्कर्पोरेट गर्दै हाम्रो यो प्रश्नहरूलाई सोल्युसन कसरी गर्न सकिन्छ भन्ने कुरालाई अलिकति ध्यान दिएपछि यो प्रश्न पुरानै दर्जामा गइहाल्छ। अब मैले यो डम्मी भेरिएबललाई रिग्रेसन मोडलभित्र राखेर पढाउनुभन्दा पहिले हामीले यो डाटा एनालाइसिस एन्ड मोडलिङ भन्ने सब्जेक्ट जुन छ के अरे पोखरा विश्वविद्यालयभित्र पढ्नुपर्ने बिबिए र एमबिएका विद्यार्थीहरूले अथवा अन्यतिर कतै यो डम्मी भेरिएबल आउँदै गर्दाखेरि केही अन्य च्याप्टर्सहरू पनि छन् जहाँ डम्मी भन्ने आउँदछ। र यदि तपाईँहरू पोखरा विश्वविद्यालयको बिबिए पढ्ने विद्यार्थी हुनुहुन्छ भने तपाईँहरूलाई यो डम्मी नाम भएको डिफ्रेन्ट च्याप्टर्सहरू छ, त्यहाँबाट केही क्वेसन्सहरू 2 मार्क्समा ग्रुप एमा क्वेसन सोध्ने गर्दछ। त्यसैले मैले आजको सुरुवात यो डम्मी भन्ने टपिक आएको कारणले गर्दा कता कता डम्मी आउँछ र डम्मी के नामले आउँछ भन्ने कुरोबाट सुरुवात गर्छु, अनि बल्ल यसको हिसाबलाई तपाईँलाई अगाडि बढाउँछु। अब यसमा के ध्यान दिनुपर्छ भन्ने कुरो गर्दाखेरि यसको मैले पहिला पेन निकाल्छु। मैले यसमा हामीले कुरा के गर्छौँ ल, डम्मी भेरिएबलको कुरा गर्दाखेरि यो डम्मी भन्ने बित्तिकै तपाईँको डियुएमएमवाई डम्मी भनेर आउँछ ल, यसलाई डम्मी हो भनेर बुझिराख्नुहोस् न। डियुएमएमवाई दुईटा एम छ, डम्मी। डम्मी भन्ने कुरो तपाईँलाई के हुनसक्छ, एउटा डम्मी भेरिएबल भनेर आउन सक्छ। डम्मी वाट डु यु मिन बाई डम्मी भेरिएबल 2 मार्क्समा आउन सक्छ। अनि यसैले तपाईँलाई एउटा डम्मी एक्टिभिटी भन्न सक्छ, डम्मी एक्टिभिटी भन्न सक्छ। अनि यसरी डम्मी रो अथवा कोलमलाई, यो डम्मी त किन यहाँ डम्मी छन्छ, रो अथवा कोलम भनेर आउन सक्छ। यसै गरी डम्मी डिमान्डर अथवा सप्लायर भनेर आउन सक्छ, डम्मी डिमान्डर अथवा सप्लायर। डाटा एनालाइसिस एन्ड मोडलिङभित्र तपाईँहरूले पढ्दै हुनुहुन्छ भने, किनकि अब यो मैले किन यसरी डाटा एनालाइसिस एन्ड मोडलिङ भन्दैछु भन्दाखेरि यो त अब सबैको लागि काम लाग्छ नि त। यो त एमबिएसमा काम गर्न पनि सकिन्छ। यो डम्मी भेरिएबल भन्ने बित्तिकै तपाईँले के बुझ्नु त, यो रिग्रेसन मोडलभित्र गइरहेछ। यो रिग्रेसन मोडल भन्ने च्याप्टरमा गयो डम्मी भेरिएबल। डम्मी एक्टिभिटी भन्ने भने यो भनेको नेटवर्क एनालाइसिस भन्ने च्याप्टरमा जान्छ। नेटवर्क एनालाइसिस 2 मार्क्समा कुरा आउँछ। कुन च्याप्टरमा के भनेर आउँछ भन्ने कुरा हेर्नु होला। डम्मी एक्टिभिटी भनेपछि एउटा आर्टिफिसियली क्रिएटेड एक्टिभिटी हो। अनि डम्मी रो अथवा डम्मी कोलम भन्ने बित्तिकै तपाईँलाई रो र कोलमको कुरा गर्दा तपाईँहरूलाई सम्झना छ होला, यो असाइनमेन्ट प्रब्लम भन्ने च्याप्टरमा जान्छ। र डम्मी डिमान्डर अथवा डम्मी सप्लायरको कुरो गऱ्यो भने यो भनेको ट्रान्सपोर्टेसन प्रब्लममा जान्छ। तपाईँले एक्जामिनेसनमा वाट डु यु मिन बाई डम्मी भेरिएबल आउन सक्छ, वाट डु यु मिन बाई डम्मी एक्टिभिटी भनेर आउन सक्छ, वाट डु यु मिन बाई डम्मी रो अथवा डम्मी कोलम भनेर आउन सक्छ, वाट डु यु मिन बाई डम्मी डिमान्डर अथवा डम्मी सप्लायर आउन सक्छ, यदि तपाईँ पोखरा विश्वविद्यालयको विद्यार्थी हुनुहुन्छ भने। अरूतिर 2 मार्क्समा क्वेसन आउँदैन। अब मैले थोरै यसैबाट सुरुवात गरौँ। अनि डम्मी भेरिएबल भन्ने बित्तिकै तपाईँले के गर्नुहुन्छ, अहिले डम्मी भेरिएबलको बारेमा परिभाषामा दिइहाल्छु। आर्टिफिसियली क्रिएटेड, डम्मी भन्ने बित्तिकै आर्टिफिसियल हो, डम्मीलाई आर्टिफिसियल भनिन्छ। आर्टिफिसियली क्रिएटेड भेरिएबल भनेर हामी सुरुवात गरौँला। आजको त यो लेसनै यसैमा छ, त्यसैले यसलाई मैले रोकेँ। डम्मी एक्टिभिटी भन्ने बित्तिकै नेटवर्क एनालाइसिस भन्ने एउटा च्याप्टर छ, जहाँ पट नेटवर्क डायग्राम अथवा सिपिएम क्रिटिकल पाथ मेथडबाट एउटा डायग्राम बनाउँदै गर्दा पिक्चरलाई कम्प्लिट गर्नको लागि डम्मी एक्टिभिटी भनेको आर्टिफिसियली क्रिएटेड एक्टिभिटी हो, which occurs to complete the entire figure अथवा नेटवर्क डायग्राम that shows the dependency of one activity upon others too भन्ने कुरो देखाउनको लागि हामीले डम्मी एक्टिभिटी आउँछ। र डम्मी एक्टिभिटीको बारेमा तपाईँहरूलाई जहाँ जहाँ मैले पढाएको छु त्यहाँ अलरेडी नोट क्रिएट गरिसकेका छ, तपाईँहरूले त्योबाट हेर्न सक्नुहुन्छ। मैले यसको बारेमा खोजी चाहिँ गर्नु होला भन्न खोजेको, यदि तपाईँ सिधै आज यो भिडियो हेरिदिनुहुन्छ भने तपाईँहरूको लागि। डम्मी रो र डम्मी कोलमको कुरा गर्दाखेरि डम्मी रो भन्नुको अर्थ, डम्मी रोको परिभाषा गर्दाखेरि डम्मी रो इज अ आर्टिफिसियली क्रिएटेड रो टु मेक द असाइनमेन्ट प्रब्लम ब्यालेन्स्ड भन्छौँ। अनि डम्मी रोमा द इच एलिमेन्ट अफ डम्मी रो सुड बी 0 बिकज इट नेभर कन्ट्रिब्युट टु मिट आवर अब्जेक्टिभ भनेर लेखिदियो भने 2 मार्क्स आयो। 2 मार्क्सको प्रश्नमा तपाईँले मिनिमम 2वटा सेन्टेन्स त लेख्नै पर्छ, सिंगल सेन्टेन्स लेखेर 2 मार्क्स पाउनुहुन्न। यसरी डम्मी डिमान्डर अथवा डम्मी सप्लायर भन्ने बित्तिकै
तपाईको ट्रान्सपोर्टेसन प्रब्लममा जान्छ यो ट्रान्सपोर्टेसन प्रब्लमको कुरा गर्दाखेरि व्हाट डु यु मिन बाइ डमी डिमान्डर भनेपछि तपाईले के बुझ्नु होला त भन्दा डमी डिमान्डर इज अ आर्टिफिशियली क्रिएटेड डिमान्डर which occurs to complete or which occurs to make the transportation problem balanced कुरो भन्दा त फेरि डमी डिमान्डरको इन्टरनल भ्यालु 0 हुन्छ with the required amount of demand डिमान्डको कति अमाउन्ट छ भन्ने कुरालाई तपाईले ट्रान्सपोर्टेसन पढ्ने बेलामा पढिसक्नु भएको छ त्यही भएर मैले त्यतापट्टि नलगाऊ त भनेपछि मैले सुरुवात मात्र यति गरे अब यदि यो भिडियो मात्रै हेर्दै हुनुहुन्छ युट्युबबाट कसैले हेर्दै हुनुहुन्छ भने अनि त्यस्ता विद्यार्थीले पोखरा विश्वविद्यालयको विद्यार्थी हुनुहुन्न भने तपाईहरुलाई अहिले मैले भनेको 1 मिनेट जतिको समय अलिकति खेर भए जस्तो लाग्यो होला तर खेर भएको होइन तपाईले यो कुरा जानकारी पाउनु भनेको तपाईलाई पनि काम लाग्ने कुरा नै हो ल यति भन्दै मैले यो कुरालाई अब यहाँ क्लियर गरे अब म तपाईहरुलाई के गर्दै छु त भन्दाखेरि ओभरअलमा यो डमी एक्टिभिटी भनेको के हो भन्ने लाँदै छु अब हेर्नुस् त के भन्दै छ डमी भेरिएबल भनेको आर्टिफिशियली क्रिएटेड भेरिएबल हो डमी भन्ने बित्तिकै आर्टिफिशियल अनि यहाँ भेरिएबल भन्ने शब्द जोडेकोले हामीले आर्टिफिशियली क्रिएटेड भेरिएबल जुन चाहिँ तपाईको यसमा क्वालिटेटिभ डेटासँग सम्बन्धित भएको हुन्छ र जसलाई क्याटेगोराइज गर्छौं न्यूमेरिकल भ्यालु दिन्छौं हाम्रो क्वालिटेटिभ डाटालाई जेनरली क्वालिटेटिभ डाटा भनेको तपाईको वर्डिकल इन्फर्मेसन हुन्छ त्यो वर्डिकल इन्फर्मेसनलाई क्वान्टिटेटिभ फर्ममा लानको लागि हामीले डाइकोटोमस नेचरबाट अथवा दुईवटा फरक कुरा क्याटेगोराइज गर्ने काम गर्दछौं भने त्यस्तो खालको भेरिएबललाई के भन्छौं त भन्दा डमी भेरिएबल भन्छौं त तपाईले डमी भेरिएबल भनेको आर्टिफिशियली क्रिएटेड भेरिएबल भनेर सुरु गर्नुभयो भने तपाईले मन जितिहाल्नुहुन्छ धेरै खतरा कुरो लेख्नु पर्दैन है 2 मार्क्सको लागि सिम्पल लेख्नु होला किनकि यो कुरो 2 मार्क्समा आयो भने के गर्ने भनेर जान्नको लागि मात्रै हो त डमी भेरिएबल भनेको आर्टिफिशियली क्रिएटेड भेरिएबल हो हैन आर्टिफिशियली क्रिएटेड भेरिएबल मैले अलिकति फरक इङ्ग्लिसलाई कलरिङ गर्न खोजे आर्टिफिशियली क्रिएटेड क्वान्टिटेटिभ भेरिएबल हैन क्वान्टिटेटिभ न्यूमेरिक भेरिएबल आउँछ जुन क्वालिटेटिभ अथवा क्याटेगोरिकल डाटाको लागि आउँदछ सच एज जेन्डर रेस पोलिटिकल अफिलिएसन म्यारिटल स्ट्याटस वर्किङ शिफ्ट एजुकेशनल ब्याकग्राउन्ड क्याटेगोराइज गर्न मिल्छ के जस्तै जेन्डरमा मेल अथवा फिमेल के हो त यो कुरालाई हेर्नुहुन्छ हैन क्याटेगोरिकल भेरिएबल अनि यसैगरी हाम्रो जेन्डर पनि आइहाल्यो हैन अनि तपाईको चाहिँ रेस भनेको अर्थ अब यो काला जाति गोरा जाति आदि इत्यादि कुराहरु जातका कुरा सम्प्रदायका कुराहरु म्यारिटल स्ट्याटसमा म्यारिड र अनम्यारिड हुन्छ वर्किङ शिफ्ट डे शिफ्ट र मर्निङ शिफ्ट हुन सक्छ हैन एजुकेशनल ब्याकग्राउन्डमा तपाईको एडुकेटेड र नन एडुकेटेड भन्न सक्छ कुनै पनि कुराहरु के अथवा डु यु ह्याभ कार भन्दै गर्दा एउटाले यस आई डु ह्याभ अर्कोले आई डोन्ट ह्याभ भन्न सक्छ यस एन्ड नो मा एन्सर आयो क्याटेगोराइज गर्न सकियो कि यसरी क्याटेगोराइज गर्दै गर्दाखेरि यस्तो भेरिएबललाई रिप्रेजेन्ट गर्ने गरी जुन कुरा हामीले डाइरेक्टली यसलाई क्वालिटेटिभ फर्ममा वर्डिकल इन्फर्मेसनमा भइराखेको हुन्छ त्यसलाई क्वान्टिफाई गर्नको लागि यस्ता भेरिएबलको विकास भएको हुन्छ भन्ने कुरा आयो अब यति भइसकेपछि हामीले के गर्छौं त भन्दाखेरि अब नेक्स्ट पार्टमा म गएँ टेक्निकली डमी भेरिएबल इज डाइकोटोमस नेचर दुईटा आउटकम हुन्छ डाइकोटोमस भन्छ र जसलाई हामीले दुईटा इट देयर रेन्जेस फ्रम दैट क्यान ओन्ली टु क्वान्टिटेटिभ भ्यालुज 0 अथवा 1 0 भनेको अर्थ प्रेजेन्स छैन 1 भनेको 100% प्रेजेन्स छ यो कुरा देखाउनको लागि हामीले कुरा गर्छौं अलिक थ्योरेटिकल पार्ट बुझ्नको लागि टिपिकली 0 रिप्रेजेन्ट द एब्सेन्स एन्ड 1 रिप्रेजेन्ट द प्रेजेन्स छ अथवा छैन भन्ने कुरोको लागि हो क्वान्टिटेटिभ एट्रिब्युटमा क्वालिटेटिभ एट्रिब्युटको लागि त्यही अघिदेखि भन्दैछु क्वालिटेटिभ एट्रिब्युटलाई क्वान्टिफाई गर्नको लागि यसरी कुरा आउँदछ अब यति कुरा भइसकेपछि यसलाई हामीले क्याटेगोरिकल भेरिएबल पनि भन्छौं भनेर आयो अब तपाईलाई एक्जामिनेसनमा 2 मार्क्सको क्वेशन सोध्यो भने यत्रो मध्येबाट कुनै दुईवटा सेन्टेन्सलाई तपाईले पिक गरेर लेख्नु होला यदि तपाई डाटा एनालाइसिस एन्ड मोडलिङ अन्तर्गत यदि तपाई बीबीए को विद्यार्थी हुनुहुन्छ भने अब एमबीए मा 2 मार्क्सको क्वेशन सोध्दैन यो कुरालाई ख्याल गर्नु होला अब यति भइसकेपछि म एउटा एक्जाम्पल तपाईहरुलाई लाँदै छु एक्जाम्पलमा के आयो त भन्दाखेरि हेर्नुस् त सपोज वी हैव 3 भेरिएबल्स वर्क परफर्मेन्स अफ एम्प्लोइज वर्किङ एक्सपिरियन्स अफ द वर्कर्स र वर्किङ शिफ्ट तीनटा भेरिएबल छ यो तीनटा भेरिएबलमा वर्क परफर्मेन्स अफ वर्करलाई मैले आँखा पुगेछ भने रेड इङ्क युज गरे वर्किङ एक्सपिरियन्सलाई मैले ब्लू इङ्क युज गरे र वर्किङ शिफ्टलाई मैले पर्पल कलर युज गरेको छु तपाईहरुलाई कस्तो देखिया छ स्क्रिनमा यु क्यान सी अब यो तीनटा भेरिएबलमा के आछ भन्दा वर्क परफर्मेन्स अफ द एम्प्लोइज भनेको y भयो डिपेन्डेन्ट भेरिएबल अनि यो दुईटा भेरिएबललाई x1 र x2 भन्दै गर्दा तपाईलाई क्वेशनले अब वर्किङ शिफ्ट भनेको अब क्याटेगोरिकल नेचरमा छ डे शिफ्टमा काम गर्ने कि नाइट शिफ्टमा काम गर्ने कि यसरी शिफ्ट अनुसारले काम गर्न सकिने भएकोले यसलाई मैले वर्क परफर्मेन्सलाई एम्प्लोइजलाई डिपेन्डेन्ट भेरिएबल माने अनि वर्किङ एक्सपिरियन्सलाई तपाईको क्वान्टिटेटिभ इन्डिपेन्डेन्ट भेरिएबल भयो क्वान यो आयो र अर्को के त भन्दा वर्किङ शिफ्ट भनेको यो क्वालिटेटिभ इन्डिपेन्डेन्ट भेरिएबल हो जसलाई हामीले क्याटेगोराइज गरेका छौं एउटा छ नाइट शिफ्ट अर्को छ डे शिफ्ट
र नाइट सिफ्टलाई या 0 मानियो, डे सिफ्टलाई 1 मानियो। तपाईले नाइटलाई 1 र डेलाई 0 मान्छु भन्न पनि पाउनुहुन्छ। तर कसलाई 0 र कसलाई 1 मान्ने भन्ने कुरो नि यदि तपाईलाई एक्जाममा यस्तो प्रकृतिको प्रश्न सोधिराखेको छ भने त्यहाँ क्वेशनले हिन्ट्स दिइराखेको हुन्छ कि यो भेरिएबललाई 0 र यो भेरिएबललाई 1। प्रश्न आउँछ सर एक्जामिनेसनमा प्रश्न चिन्ने कसरी? यो डमी भेरिएबलवाला क्वेशन हो। तपाईलाई ब्र्याकेटमा लेखिरहेछ यसलाई चाहिँ 0 ले यसलाई चाहिँ 1 ले भनेर तपाईलाई कोडिङ गरिदिराखेको हुन्छ कि यसरी 0 र 1 भनेर कोडिङ गर्न खोज्छ भने बुझ्नु होला त्यहाँ डमी भेरिएबलको प्रश्न हो। यसलाई प्रश्नलाई मैले यही अनुसारले ट्रिट गर्नुपर्छ सोल्युसन गर्दा भन्ने कुरो सम्झिनु पर्यो। यो कुरो ख्यालै नगरिकन पनि अन्दाजको भरमा मिलाउँदाखेरि मिल्छ। तर त्यसो गर्दाखेरि के हुन्छ भन्दा साथीहरु त्यो रिक्वायरमेन्टमा तपाईलाई यो केस स्टडीमा त 4 वटा 5 वटा 6 वटा सम्मको रिक्वायरमेन्ट हुन्छ नि त। त जुन भेरिएबल तपाईको डमी भेरिएबलको इम्प्याक्ट कुनै रिक्वायरमेन्टमा छ भने त्यो रिक्वायरमेन्ट बराबरको मार्क्स मात्रै तपाईहरुले कम पाइदिनुहुन्छ। बाँकीमा त तपाईले खाइ पाउनुहुन्न कि डमी भेरिएबल वाला क्वेशन खोइ खोइ अगाडि बढ्दाखेरि आउट अफ 20 मध्ये तपाईले त्यहाँबाट 15, 16, 18 मार्क्स त आइहाल्छ। किनकि त्यो टिपिकल मार्क्सको लागि मात्रै कुरो बिग्रिने त हो नि, खासै धेरै ठुलो असर परिहाल्ने होइन। तर जानेको चाहिँ राम्रो है साथीहरु। अब यति भइसकेपछि म तपाईहरुलाई एउटा यहाँ केस देखाउँदै छु। डमी भेरिएबलमा वर्किङ शिफ्ट भनेको तपाईको दुईटा रहेछ, नाइट र डे भनेको छ। नाइटलाई 0 र यसलाई यो क्याटेगोरिकल भेरिएबल कुरो भन्नु हो त। अब यही अनुसारले कुरो बढ्दाखेरि मैले तपाईहरुलाई यो कुरामा अब इक्वेसन कसरी डेराइभ गर्ने त हेर्नुस् त। डेलाई हामीले के भनेको छौं 0 भनेको छ र नाइटलाई 1 मानेको छौं नि त। त्यही कुरा आउँछ। अब यो इक्वेसन हो भने यसलाई रिग्रेसन इक्वेसन भन्छौं नि त हैन। यो रिग्रेसन हो भने अब डे को लागि x2 लाई तपाईले 1 मान्नु पर्छ, नाइट को लागि तपाईले 0 मान्नु पर्छ। अथवा 0 1 कसलाई मानेको छ ल हेर्नुस्। फिटिङ द रिग्रेसन मोडल फर द नाइट शिफ्ट भनेको 0। अब x2 भनेको हो नि त, x2 को ठाउँमा 0 राखिदिनु सकिहाल्यो। भनेपछि तपाईले केही गर्नु पर्दैन, सेम कुरा जाने। यो x2 को ठाउँमा 0 राखिदिने हो। 0 राख्ने बित्तिकै यसको यहाँ कामै भएन, यति मात्र इक्वेसन भयो भन्न खोजेको। यति कुरो मात्रै रहेछ, यो भन्दा बढी कुरो छैन। यही कुरो नाइट शिफ्ट नभनेर अब तपाईलाई के भन्न सक्छ त, तपाईको लागि डे शिफ्टको लागि भने चाहिँ 1। अब यो x2 को ठाउँमा 1 राखिदिने, सिद्धिहाल्यो। यो प्रेजेन्स छ भन्न खोजेको। x2 को ठाउँमा 1 राखिदिने अनि 1 ले b2 लाई मल्टिप्लाई गर्ने, b2 मात्रै भयो। यो एंगलबाट तपाईले रिग्रेसन इक्वेसनलाई यो डमी भेरिएबलको प्रेजेन्स र डमी भेरिएबलको एब्सेन्समा कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुरोबाट एउटा प्रश्न बन्ने गर्दछ। त्यसैले यही कुरालाई आधार बनाएर म तपाईलाई एउटा प्रश्न देखाउँछु र यो प्रश्न जुन म तपाईहरुलाई शेयर गर्दै छु तपाईहरुको एक्जामिनेसनमा एक वर्ष आएकै प्रश्न हो। यो एमबीए मा पनि आएको प्रश्न हो र यो बीबीए मा पनि आएको प्रश्न हो। किनकि एक्जामिनेसनमा एउटै क्वेशनहरु घुमिरहेको हुन्छ। डाटा 93 को ठाउँमा 98 देला, जेन्डर मेल फिमेल नदिएर वर्किङ शिफ्ट तपाईको डे र नाइट देला, अथवा डु यु हैव कार मा यस र नो भनेर देला। क्याटेगोरिकल भेरिएबल जे पनि राख्न सक्छ, प्रकृति एउटै हो। अब यस बाहेक यो खालको प्रश्न यो खालको प्रश्नलाई ख्याल गर्नुस् त, हामीले हिजो गरे जस्तै हो नि त। अलिकति कोएफिसिएन्ट भनेको तपाईको फरक एंगलले दिएको छ। तपाईलाई मल्टिपल आर भनेको आर स्क्वायर कोरिलेसन कोएफिसिएन्ट दिएकै छ, आर स्क्वायर पनि दिएकै छ, एडजस्टेड आर स्क्वायर पनि दिएकै छ, जुन कुरा हामीले पहिले पढिसकेका छौं। स्ट्यान्डर्ड एरर पनि तपाईले निकाल्नु परेन। अब्जर्भेसनको संख्या 10 दिएको छ, अर्थात n = कति भयो त 10 भयो। यो सबै कुरा त हामीलाई क्वेशनले दिइराखेको छ नि त। मैले यसलाई के गरेर क्लियर गर्न खोजेँ। त यो प्रश्न के छ भन्ने कुरा पहिला बुझौं साथीहरु। दिएको डाटा भइहाल्यो। अब हेर्नुस् त यसरी मेल फिमेल दिइराखेको छ, यो भनेको तपाईको क्याटेगोरिकल भेरिएबलमा गयो। त्यो भन्दा महत्त्वपूर्ण कुरा यहाँ दिइराछ हेर्नुस् त, जहाँ यहाँ लेखेको छ द SPSS आउटपुट अफ द एबभ डाटा रनिङ अ मल्टिपल रिग्रेसन मोडल इक्वेसन x1 and x2 where x2 = 0 for male 1 for female। भनेपछि मेलको लागि 0 र फिमेलको लागि 1 भनेर क्वेशनले मानिराखेको छ भने यदि तपाईलाई यसरी क्याटेगोराइज गरिकन एउटालाई 0 र एउटालाई 1 भन्दै छ भने बुझ्नु होला त्यो प्रश्न भनेको डमी भेरिएबल टच गरेको प्रश्न हो। तपाईलाई यसले मेल फिमेल यहाँ जेन्डर भनेर छुट्याउँदै गर्दाखेरि यहीबाट थाहा पाउनुभयो। कुनै प्रश्नहरु यस्ता हुन्छन्, यस्तो टेबल नै तपाईलाई दिदैन कि यहाँ माथि ल्याङ्ग्वेज दिन्छ, सिधै यो दिन्छ अनि रिक्वायरमेन्ट आन्सर। भनेपछि यो नहुँदाखेरि पनि त्यो प्रश्न डमी वाला हुन्छ भन्ने कुरा थाहा पाउनु पर्यो नि त। डोन्ट बी सोरिड, यो प्रश्नको म सोल्युसन गरेर तपाईलाई त्यो खालको प्रश्न पनि एउटा म देखाउँछु। तर त्यो प्रश्नको सोल्युसन म चाहिँ गर्दिन, तपाईहरुलाई गर्नको लागि छोड्छु है त। अनि ट्राई गर्नु होला। नभएको कुरा केही छ भने मलाई तपाईले WhatsApp मार्फत फेरि सुन्न पाउनुहुन्छ है त। अब यति भइसके पछाडी हामीले के गर्छौं भन्दाखेरि साथीहरु, मैले तपाईलाई त्यो प्रश्नको सोल्युसनतिर लाँदै छु। तर सोल्युसनमा जानुभन्दा पहिले रिक्वायरमेन्ट बुझौं न। रिक्वायरमेन्ट बुझौं त पहिला। ल
obtain the linear regression equation that best fits the given data. दिएको डाटालाई बेस्ट फिटिङ गर्ने अब y = a + b1 x1 + b2 x2 गर्नु पर्यो नि त। अनि यहाँ भेरिएबलहरु के छ त, यो टेस्ट स्क्वायर भनेको y भयो, यो भनेको x1 भयो, यो भनेको x2 भयो। x2 मा तपाईको जेन्डर छ हैन र, भनेपछि तपाईको दुईवटा इन्डिपेन्डेन्ट भेरिएबल वाला क्वेशन रहेछ। यो भन्दा अघिल्लो पार्टमा हामीले 4 वटा इन्डिपेन्डेन्ट भेरिएबल वाला गरेका थियौं, त्यो भन्दा अगाडि 5 वटा इन्डिपेन्डेन्ट भेरिएबल वाला गरेका थियौं। दुईवटा इन्डिपेन्डेन्ट भेरिएबल छ भने त्यो भनेको मल्टिपल रिग्रेसन भयो। एउटा मात्रै इन्डिपेन्डेन्ट भेरिएबल भन्यो भने त्यो सिम्पल रिग्रेसन मोडल भयो। कुरो बुझ्नुभयो त, आखिरमा प्याटर्न एउटै हुन्छ। भनेपछि यसमा तपाईले सिधै y = a + b1 x1 + b2 x2 भनेर देखाइदिने हो। अब यो भनेको तपाईले मल्टिपल कोएफिसिएन्टबाट तपाईले निकालिहाल्नुहुन्छ। अब यति भइसके पछाडी स्ट्यान्डर्ड एरर स्ट्यान्डर्डाइजेसन दिइराखेको छ नि त, यहीँबाट तपाईले निकाल्नुहुन्छ। म देखाइदिहाल्छु, सोलुसन गरिहाल्छु। अर्कोले के भन्छ, आर बोथ इन्डिपेन्डेन्ट भेरिएबल सिग्निफिकेन्टली एसोसिएटेड विथ डिपेन्डेन्ट भेरिएबल अरे। भने दुईटै इन्डिपेन्डेन्ट भेरिएबल अर्थात् आइक्यू र जेन्डर दुईटैले डिपेन्डेन्ट भेरिएबल टेस्ट स्कोरलाई सिग्निफिकेन्टली असर पारिरहेको छ त अथवा एसोसिएटेड छ त भनेर प्रश्न सोधिरहेछ। अब दुईवटै इन्डिपेन्डेन्ट भेरिएबललाई छुट्टा छुट्टै गरेर तपाईले टी टेस्ट गर्न पाउनुहुन्छ। तर यो भन्दा अघिल्लो क्लासमा मैले भनेको कुरालाई सम्झिनुस् त साथीहरु। आज हामीले क्लास वर्क 4 गर्दै छौं भने क्लास वर्क 3 मा पनि मैले कुरा गरेको थिएँ। अघिल्लो भिडियो तपाईहरुलाई याद छ होला, हेरिसक्नु भएको छ। यदि तपाईलाई एक भन्दा बढी इन्डिपेन्डेन्ट भेरिएबल दिइराछ र दुईटै भेरिएबलले सिग्निफिकेन्ट रोल प्ले गर्छ कि गर्दैन अथवा सिग्निफिकेन्ट छ कि छैन भन्ने जान्नको लागि इन्डिभिजुअली एउटा भेरिएबललाई तपाईले हाइपोथेसिस टेस्टिङ गर्नुहुन्छ भने दैट विल टेक मच टाइम। अर्थात् कुनले बढी कुनले कम इन्डिपेन्डेन्ट भेरिएबलहरुको सिग्निफिकेन्सको लेभललाई टेस्ट गर्नु छ भने तपाईले त्यहाँबाट सिधै टेबल बनाएर डिसिजन मेकिङ मात्रै गर्ने हो भनेर क्लास वर्क नम्बर 3 को प्रश्नमा गरा जस्तै यो पनि एउटा प्रश्न हो। अर्थात् तपाईले यसमा दुईटा एप्रोच हुन्छ भन्ने कुरा मैले पछिल्लो क्लासमा चर्चा गरेको छु। एउटा हुन्छ पी भ्यालु एप्रोच, अर्को हुन्छ क्रिटिकल भ्यालु एप्रोच। यदि हामीसँग पी भ्यालु दिएको छ भने पी भ्यालु एप्रोच भनेको सारै सजिलो, पी भ्यालु एप्रोच हामीलाई सजिलो हुने भयो र हामीलाई क्वेशनले दी पनि राखेको छ। पी भ्यालु एप्रोचबाट कुरा गर्नुहुन्छ भने तपाईले लेभल अफ सिग्निफिकेन्ससँग तुलना गर्नुहुन्छ, क्रिटिकल भ्यालु एप्रोचको कुरा गर्नुहुन्छ भने तपाईले टेबल भ्यालुसँग कुरा गर्नुहुन्छ। त यो कुरासँग सम्बन्धित रहँदै हामीले यो प्रश्नलाई सोलुसन गर्नेवाला छौं, जुन कुरो क्लास वर्क नम्बर 3 मा गरे जस्तै प्रश्न हो, रिक्वायरमेन्ट नम्बर बी चाहिँ। अब त्यसपछि हामी कुरा गर्दैछौं रिक्वायरमेन्ट नम्बर सी। पहिला प्रश्न बुझ्ने काम गर्दैछौं कि सिधै सोलुसन देखाएर यसको यस्तो हुन्छ भन्न खोजेको होइन, पहिला प्रश्न बुझ्नतिर गइराछौं। फेरि के भन्यो, व्हाट वुड बी द रिग्रेसन इक्वेसन फर मेल एन्ड फिमेल सेपरेटली अरे। माथि रिक्वायरमेन्ट नम्बर ए मा जुन काम गरेको छौं, ए नम्बरको कुरालाई तपाईले सी नम्बरमा दोहोर्याएर लेख्नु पर्यो। फर मेल एन्ड फिमेल, मेल भन्ने बित्तिकै तपाईले के गर्नु पर्यो त, मेललाई तपाईले 0, मेलको ठाउँमा x2 को ठाउँमा 0 राखेर देखाउनु पर्यो। फिमेलको लागि तपाईले x2 को ठाउँमा यहाँ 1 छ, यो 1 राखेर देखाउनु पर्यो। कुरा त्यति हो, बुझ्नुभयो? ल स्क्रिन 4 भयो। घाँटी बेर कस्तो आज दुखिरहेछ भने झन् फेरि भर्खर आँप खाएर आएँ, घाँटी ख्याप्प बस्थ्यो। आवाज बुझिया छ नि साथीहरु? मेरो आवाज भाँसिएको भए पनि फेरि आज दिनभरि काउन्सिलिङमा पनि बढी व्यस्त भयो। अनि त्यसपछि रिक्वायरमेन्ट नम्बर डी ले के भन्दैछ, इन्टरप्रेट द रिग्रेसन कोएफिसिएन्ट अफ द डम्मी भेरिएबल x2। x2 को जुन पार्ट छ त्यसलाई तपाईले इन्टरप्रेट गर्नु होला। डम्मी भेरिएबल x2 लाई हाम्रो b2 लाई इन्टरप्रेट गर्नुहोस्। अब b2 भन्ने बित्तिकै तपाईको x2 सँग आउँछ। x2 मा एउटा मेल छ, एउटा फिमेल छ। अनि मेललाई 0 मानेको छ, फिमेललाई तपाईको 1 मानेको छ। अब b2 को जति भ्यालु आउँछ 0 को तुलनामा त्यो भ्यालु त्यो भन्दा बढी हुन्छ भनेर देखाउनको लागि हामी कुरा गरौँला, एकछिनपछि म भन्छु। अनि रिक्वायरमेन्ट नम्बर ई ले के भन्यो, एस्टिमेट द एप्रोक्सिमेट 95% इन्टरभल प्रेडिक्सन इन्टरभल अरे। तपाईहरुलाई याद होला, इन्टरभल भनेको दुई तरिकाले हुन्छ। एउटा हुन्छ प्रेडिक्सन इन्टरभल, एउटा हुन्छ के त भन्दा इन्टरभल फर द रिग्रेसन कोएफिसिएन्ट। यसले प्रेडिक्सन इन्टरभल भनेको छ। प्रेडिक्सन इन्टरभल भन्ने बित्तिकै y hat बाट सुरु गर्ने भन्ने र मैले तपाईहरुलाई यसको कन्सेप्ट वाला क्लासमै पढाइसकेको छु। भनेपछि हामीले यसमा प्रेडिक्सन इन्टरभल निकाल्नको लागि y hat बाट सुरु गर्दा y hat बाट सुरु गर्ने क्रममा तपाईले के गर्नुपर्ने हुन्छ, पहिला y hat निकाल्नुपर्छ। अनि y hat निकाल्नको लागि x1 को भ्यालु पनि दिनुपर्छ, x2 को भ्यालु पनि दिनुपर्छ। x1 को भ्यालु र x2 को भ्यालु कति दिएको छ हेर्नुस् त। अनि इन्टरभल फर द टेस्ट अफ IQ स्कोर
68 आईक्यू स्कोर 68 आईक्यू भनेको x1 को भ्यालु कति दियो तपाईलाई 68 कुरो बुझ्नुभयो त अनि बाई फिमेल अरे हेडेड बाई फिमेल फिमेल भन्ने बित्तिकै फिमेललाई के मानेको छ हामीले फिमेललाई के मानेको छ हेर्नुस् त 1 यसको अर्थ फिमेललाई तपाईले यसको x2 इक्वल टु तपाईले के गर्नुहुन्छ 1 मान्नुहुन्छ त तपाईले x2 लाई 1 मानेर x1 लाई 68 मानेर तपाईले पहिला टेस्ट स्कोर कति हुन्छ पहिला y8 निकाल्ने अनि बल्ल तपाईको कर्म अगाडि बढाउने यो तरिकाले कुरो आउँछ अगाडि बढ्छ कुरो ठीक छ अब यति कुरा आइरहेछ अब यो पार्टमा तपाईहरुलाई कुरा गर्दाखेरि मलाई एउटा रोइनले ह्यान्ड रेज गर्नु भएको छ कसैले केही कुरो सोध्न खोज्नु भएको र साथीहरु कसैले केही कुरो सोध्न खोज्नु भएको छ भने मैले तपाईको आवाज सुन्दिन है तपाईले कसैले केही बोल्दै हुनुहुन्छ त्यो नबोल्दिनु होला केही सोध्नु पर्ने छ भने प्लिज मलाई यहाँबाट तपाईले कमेन्ट गर्नु होला है त किनकि मैले कमेन्ट गरिसकेपछि म यहाँबाट पढिरहेछु किनकि मेरो स्क्रिन अगाडि तपाईको कमेन्ट त्यहाँ डिस्प्ले भइराखेको छ अगाडि स्क्रिन छ यो मेरो स्मार्ट बोर्ड हो ल अब सोलुसनतिर जाउँ हेर्नुस् त रिग्रेसन इक्वेसन निकाल भनेको छ रिग्रेसन इक्वेसन निकाल्नको लागि तपाईलाई यही स्ट्यान्डर्ड एरर दिइराखेको छ हैन इन्टरसेप्ट दिइराछ कोएफिसिएन्ट दिइराखेको छ यही त हो नि कोएफिसिएन्टहरु हैन र इन्टरसेप्ट भनेको अर्थ यो a हो यो b1 हो यो b2 हो कोएफिसिएन्ट भनेको यही हो अनि स्ट्यान्डर्ड यो भनेको यो bj भन्छ के ल यो bj हो यो sbj हो यो कुरा हामीले यसरी कोएफिसिएन्ट दिइराखेको हुन्छ यो भनेको a हो यो भनेको b1 हो यो भनेको b2 हो अनि यसलाई आधार बनाएर तपाईले रिक्वायरमेन्ट नम्बर a गर्नुहुन्छ अब क्वेशन अलरेडी बुझिसक्नु भएको छ हैन क्वेशन अलरेडी बुझिसक्नु भएकोले तपाईले यो कुरा मैले यसलाई क्लियर गरि म तपाईलाई नेक्स्ट पेज बनाउँदै छु ल अब गिवन दैटमा हामीलाई जे गिवन छ त्यो कुरालाई पहिले सार्दै खोइ जेन्डरमा हामीले क्याटेगोराइज गर्ने रिक्वायरमेन्ट ले के भन्यो द मल्टिपल लिनियर रिग्रेसन इक्वेसन दैट बेस्ड फर द गिवन डाटा क्यान बी एक्सप्रेस्ड बाइ भनेर दिएको छ y hat a plus b1 x1 plus b2 x2 किनकि दुईटा इन्डिपेन्डेन्ट भेरिएबल थियो अनि तपाईलाई x2 मात्रै भनेको छ यहाँ मेल फिमेल भनेको छैन त्यही भएर यो स्टेट क्वेशन हो तपाईले यो अनुसारले कुरा बुझिहाल्नु अब रिक्वायरमेन्ट नम्बर a यति मात्रै यो भन्दा बढी केही पनि छैन अब त्यसपछि तपाई के गर्नुहुन्छ त रिक्वायरमेन्ट नम्बर b मा b नम्बरले के भन्छ टेस्टिङ बोथ इन्डिपेन्डेन्ट भेरिएबल आर सिग्निफिकेन्टली एसोसिएटेड विथ द डिपेन्डेन्ट भेरिएबल अर नट भने दुईटै सिग्निफिकेन्टली एसोसिएट छ कि छैन भन्ने जान्नको लागि दुईटाको स्टेप 1 देखि स्टेप 5 जाने गरी टी टेस्ट गर्ने होइन तपाईले टेबल बनाएर जुन हामीले क्लास वर्क नम्बर 3 मा गरेका थियौं त्यसलाई आधार बनाउँदै कि त पी भ्यालु एप्रोचबाट कि त भने क्रिटिकल भ्यालु एप्रोचबाट तपाई जान सक्नुहुन्छ अब यो कुरो मैले हिजो पनि भनिदिएको थिएँ आज पनि एकचोटी फेरि झझलको आओस् भनेर मैले यो कुरालाई यहाँ नोटको रूपमा लेखिदिएको छु हेर्नुस् त फर दिस वी नीड टु अप्लाई टी टेस्ट फर इच एक्सप्लेनेटरी इन्डिपेन्डेन्ट भेरिएबल as we are given p value we can directly conclude the result by comparing p value with the level of significance examination मा यो बक्स भित्र बनाएको कुरो नलेखे पनि हुन्छ तपाईले सिधै एन्सर देखाइदिने हो अहिले मैले क्लासमा पढाउने क्रममा यति कुरो भन्नुको अर्थ के भने यो कुरो तपाईलाई एक्जामिनेसनको बेलामा एउटा रेफरेन्स होस् किनकि आज पो तपाईको अगाडि छु र मेरो कुरा तपाईले सुन्न पाउँदैनुहुन्छ यो क्लास सकिसकेपछि अथवा यो भिडियो अफ गरिसकेपछि तपाईले त मलाई देख्नुहुन्न त्यो बेला त म तपाईको अगाडि हुन्न मात्रै मेरा यादहरु हुन्छ अनि त्यो बेलामा तपाईले लेखेको नोट पल्टाएर पढ्दाखेरि तपाईलाई झलझली आँखामा आउँछ कि आउँदैन किनकि घरिघरि भिडियो पल्टाएर हेरिराख्न पनि त सम्भव नहोला नि त नोट त तपाईले लेख्नु भएको हुन्छ त्यही भएर अलिकति तपाईहरुलाई भोलि पर्सि पढ्दा मात्रै पनि भिडियो पल्टाएर नहेरिराख्नु परोस् भनेर यो मैले लेखिदिएको एक्जामिनेसनमा इट इज नट निडेड टु राइट ओके अब यति भइसके पछाडी तपाईले के रहेछ युजिङ पी भ्यालु एप्रोचमै गए म पी भ्यालु एप्रोचको लागि तपाईले चारवटा कोलम तपाईहरुलाई याद होला चारवटा कोलममा तपाईले हामीले काम गर्नुपर्छ र डिसिजन मेकिङ गर्ने तरिका मैले पछिल्लो क्लासमा भनिसकेको छु पी भ्यालु ठुलो भयो भने नट सिग्निफिकेन्ट क्रिटिकल भ्यालु ठुलो भयो भने सिग्निफिकेन्ट किनकि तपाईले क्रमशः आजको यो क्लास भन्दा अघिल्लो पाठहरु पढेर आइसक्नु भएको छ डाइरेक्टली भिडियोबाट हेर्नु भएको छ भने अघिल्लो पाठको भिडियो हेरिसक्नु भएको छ भन्ने कुरो अन्दाज गर्दै मैले आज क्लास अगाडि बढाएको छु अब हेर्नुस् न पी भ्यालु र अल्फाको तुलना गर्दा अल्फा यो छ यो 0.05 भन्दा 0.004 ठुलो छैन ठुलो भइदिएको चाहिँ नट सिग्निफिकेन्ट हुन्छ नि यो सिग्निफिकेन्ट हो अनि यो भने 0.03 भनेको 0.05 भन्दा यो पनि सानो छ यो पनि के भयो त भन्दा हाम्रो ओभरअलमा दुईटै रिजल्ट के आयो त सिग्निफिकेन्ट आयो नट सिग्निफिकेन्ट कोही पनि छैन किनकि पी भ्यालु ठुलो भयो भने नट सिग्निफिकेन्ट हो त बोथ इन्डिपेन्डेन्ट भेरिएबल सोज द सिग्निफिकेन्टली एसोसिएटेड रिजल्ट दुईटैको सिग्निफिकेन्टली एसोसिएटेड रिजल्ट छ भन्ने कुरोमा हामी निष्कर्षित भयौं यो कुरा हामीले पछिल्लो क्लासमा नि पढेको थियौं डिसिजन आइसक्यो
It means both independent variables IQ score and the gender of students are significantly associated with the dependent variable of test score. Test score मा हामीले significantly associated छ भन्ने निष्कर्षमा पुग्यो। कसैलाई के कन्फ्युजन छ भने भन्नु होला है साथीहरु। अब रिक्वायरमेन्ट नम्बर 3 मा जाउँ। रिक्वायरमेन्ट 3 ले के पो सोधेको थियो त? तपाईको रिग्रेसन इक्वेसनलाई सेपरेटली लेख भनेको थियो। एकचोटी मेलको लागि एकचोटी फिमेलको लागि। अब सी नम्बर अलिकति यहाँ कटेको छ, यो सी नम्बर हो, यो रिक्वायरमेन्ट नम्बर सी हो यो है। अनि फिटिङ द रिग्रेसन मोडल फर मेल भनेको छ। मेल भन्दा x2 को ठाउँमा 0। त सेम अघि रिक्वायरमेन्ट नम्बर ए मा लेख्नु भएको इक्वेसन लेख्नुपर्छ। y hat मेल इक्वल टु a + b1 x1 + b2 x2। x2 को ठाउँमा 0 लेख्ने हो, सकिहाल्यो। अनि x2 को ठाउँमा 0 लेख्दाखेरि यो b2 पनि तपाईको पुरै क्यान्सलै भयो, यो 0 हो भने। अनि 0 छ भने तपाईले a + b1 x1 मात्रै भन्ने त हो नि। अनि a को भ्यालु 38.6 दिएको थियो, 0.4 x1। यो भयो मेल वाला इक्वेसन। अनि फर फिमेल सेपरेटली भनेको थियो भने यही कुरो जस्ताको त्यस्तै राख्ने, तर यहाँ 0 को ठाउँमा के राख्नु पर्यो? 1 राख्नु पर्यो। यति कुरो त हो नि, हेर्नुस् त आइसक्यो। फर फिमेल x2 = 1। ट्याक्कै b2 x2 भनेको 1 अनि x2 भनेपछि 1 ले मल्टिप्लाई गर्दा b2 नै भयो र b2 को भ्यालु क्वेशनले 7 दिएको थियो। द्याट्स अल। भनेपछि यसरी रिक्वायरमेन्ट नम्बर 3 मा तपाईलाई के भनेको रहेछ त? तपाईको मेल र फिमेलको लागि सेपरेटली रिग्रेसन इक्वेसन रन गर्नुस् भन्नुको अर्थ के भने यही रिक्वायरमेन्टमा डम्मी भेरिएबलको इम्प्याक्ट देखाउन खोजेको। मैले आशा गर्दै छु तपाईले बडो मिठो बुझ्नु भएको छ। यदि तपाईलाई मैले भनेको कुरा ठीक लागेको छ भने यसो भिडियो हेर्दै गर्दा कमेन्ट पनि विस्तारै गरिदिनु होला, कस्तो भइराछ क्लास भनेर है त। अब यति भइसकेपछि तपाईलाई इन्टरप्रिटेसन गर्न भनेको थियो b2 वालालाई। अब हेर्नुस् त तपाईको b2 को इक्वेसनमा कति रहेछ त? 7। अब यो 7 आयो, फिमेलसँग कुरा गर्नुहुन्छ नि फिमेलमा 7 देखिएको छ, मेलको कुरा गर्नुहुन्छ नि यहाँ त x2 को भ्यालु त देखिएकै छैन। भनेपछि तपाईले यही इक्वेसनमा तपाईको y hat को भ्यालुलाई रन गर्न खोज्नुहुन्छ भने यो मेल वाला इक्वेसनमा y hat को भ्यालु जति आउँछ नि त्यसमा त +7 त एउटा थपिएर आयो, +7 त थपिएर आयो। यसको अर्थ यसमा आएको y hat को भ्यालु जति आउँछ यसमा आउने y hat भ्यालु दिस भ्यालु +7 भएर आउने हो, किनकि फिमेलको भ्यालु 1 हुँदै गर्दाखेरि यो 7 त यसमा एड भयो नि त। अर्थात् तपाईले के भनेको छ त? b2 भन्ने रिग्रेसन कोएफिसिएन्टलाई इन्टरप्रेट गर भन्दै गर्दाखेरि b2 भनेको x2 को कोएफिसिएन्ट हो। x2 भनेको तपाईको क्याटेगोरिकल भेरिएबल हो। क्याटेगोरिकल भेरिएबल तपाईको एकचोटी मेलको लागि के रहेछ भन्दिनु पर्छ भने फिमेलको लागि के रहेछ। मेलसँग त्यो b2 को भ्यालु 0 भएकोले 0 मानेको थियो नि त, 0 भएकोले त्यो मेलमा जति भ्यालु आउँछ मेलको भ्यालु भन्दा फिमेलको भ्यालु 7 ले बढी हुन्छ भनेर लेखिदिने। पुरो भन्नुभयो त? लेखिदिने। यही कुरालाई अंग्रेजीमा लेख्नुपर्छ। कतिपय विद्यार्थीले भन्नुहुन्छ सर मेरो त अंग्रेजी साह्रै कमजोर छ। तपाईको अंग्रेजी कमजोर छ भने केही फरक पर्दैन। तपाईको ल्याङ्ग्वेज मिस्टेक भए पनि, स्ट्रक्चर मिस्टेक भए पनि, स्पेलिङ मिस्टेक भए पनि इट डजन्ट म्याटर, किनकि तपाईले अहिले इंग्लिशको एक्जाम दिनुभएको होइन, तपाईले अहिले स्ट्याटिस्टिक्स डाटा एनालाइसिसको एक्जाम दिँदै हुनुहुन्छ। इंग्लिश लिटरेचर जस्तो तपाईको स्पेलिङ, स्ट्रक्चर, ग्रामरका कुराहरू चेक गरिदैन। यति भन्नु पर्यो के भने मेलको भन्दा फिमेलको एस्टिमेटेड भ्यालु 7 ले बढी हुन्छ भनेर लेखिदिए पुग्यो। भावना चाहिँ आउनु पर्यो, शब्द जे गरे पनि हुन्छ। शब्द तपाईको, भावना प्रश्नको भावनालाई नमार्न दिनु होला। त्यति भइसकेपछि तपाईलाई फुल मार्क्स पाउँछ। ग्रामरतिर तपाई ध्यानै नदिनुस्। ल अब यति भनिसकेपछि मैले भनेकै कुरालाई एउटा ल्याङ्ग्वेजमा मैले कसरी लेखेको छु भन्दा यहाँ हेर्नु होला। Here the regression coefficient of dummy variable b2 is 7. b2 को भ्यालु 7 छ, जुन चाहिँ मेलमा b2 छँदै छैन अनि फिमेलमा चाहिँ छ। यसको अर्थ के भने इट मिन्स दैट एभरेज टेस्ट स्कोर भनेको y hat, एभरेज टेस्ट स्कोर हेडेड बाई फिमेल स्टुडेन्ट इज मोर बाई 7 देन दैट अफ हेडेड बाई मेल। भने मेलले हेडिङ गरेको भन्दा फिमेलले हेडिङ गर्दाखेरिको अवस्थामा हाम्रो टेस्ट स्कोर जो छ त्यो चाहिँ 7 ले बढी हुन्छ भनेर लेखिदिएको। ल्याङ्ग्वेज यही हुनुपर्छ भन्ने छैन, यस्तै केही हुनुपर्छ, यही हुनुपर्छ भन्ने होइन। कुरा बुझ्नुभयो? यो भयो रिक्वायरमेन्ट नम्बर डी। अब त्यसपछि हाम्रो रिक्वायरमेन्ट नम्बर ई जो छ त्यो लास्ट हो कि सेकेन्ड लास्ट थियो? ई सम्म होइन, एफ सम्म सकेर। यो ई नम्बरले के सोधेको छ हेर्नुस् त?
95% कन्फिडेन्स इन्टरभल प्रेडिक्सन भनेको छ। प्रेडिक्सन भन्ने बित्तिकै तपाईँलाई के चाहियो त वाइ ह्याटको भ्यालु चाहियो। वाइ ह्याटको भ्यालु निकाल्नको लागि तपाईँलाई मेलको लागि भनेको छ कि फिमेलको लागि भनेको छ भन्दा हेडेड बाई फिमेल भने जस्तो लागेको छ है मलाई। त्यसपछि तपाईँले के गर्नुहुन्छ त प्रेडिक्सन इन्टरभलमा 95% भनेकोले 1 माइनस अल्फा यो कन्फिडेन्स लेभल हो 0.95 भयो। सिग्निफिकेन्ट लेभल भनेको 5% हुन्छ। अनि डिग्री अफ फ्रिडम जहिले पनि तपाईँलाई इन्टरभल निकाल्दा हुन्छ। अघिल्लो पार्टमा मैले भनिसकेको छु फर्मुला के हो त डिग्री अफ फ्रिडमको टी अल्फा n माइनस के माइनस 1। अल्फा भनेको 0.05 n भनेको 10 अनि माइनस यो n माइनस के माइनस 1 के भनेको इन्डिपेन्डेन्ट भेरिएबल। इन्डिपेन्डेन्ट भेरिएबल x1 र x2 गरिकन दुईटा छ अनि माइनस 1 यो सबै 10बाट 3 घट्दाखेरि 7 आउँछ। अर्थात् 0.05 को 7 नम्बरमा गएर स्टुडेन्ट ट्री डिस्ट्रिब्युसनको तपाईँले टेबल भ्यालु हेर्नुहोस् कति आउनेवाला छ 2.365। यसको टेबल भ्यालु कसरी हेर्ने भन्ने कुरो मैले अघिल्लो पार्टमा सिकाइसकेको छु। त्यतापट्टि तपाईँलाई अहिले मैले लगिन टाइम सेभिङ गर्नु पर्यो नि त। अब यो भइसके पछाडि तपाईँलाई प्रेडिक्सन इन्टरभल भनेको छ भने वाइ ह्याट त तपाईँले निकाल्नु पर्यो। वाइ ह्याटको लागि तपाईँलाई फर द मेल भनेको छ भने यो इक्वेसनलाई अगाडि बढाउनु पर्यो। फर द फिमेल भनेको छ भने तपाईँले यो इक्वेसनलाई अगाडि बढाउनु पर्यो। अब अघि नैको रिक्वायरमेन्ट नम्बर ले भनेको कुरो तपाईँलाई सम्झना छ भने हेडेड बाई फिमेल भनेको जस्तो मलाई लागेको छ। अब त्यो लागेको छ भन्ने कुरो यहाँ लेखेको कुरा हेरेपछि थाहा भइहाल्छ। हेडेड बाई फिमेल भनेको छ भने x2 वाला लानु पर्यो। आइक्यू स्क्वायर दिएको छ 68 हेडेड बाई फिमेल भनेको रहेछ। हेडेड बाई फिमेल भन्ने बित्तिकै फिमेल वाला इक्वेसन यो इक्वेसन लानुपर्छ। यो इक्वेसनमा लाँदै गर्दाखेरि x1 को ठाउँमा कति राख्नु पर्यो 68 फिमेलको ठाउँमा 1 भने 7 into 1 अनि यो इक्वेसन लानुपर्छ। त्यसले गर्दा वाइ ह्याट आउँछ अनि बल्ल तपाईँको काम अगाडि बढ्छ। त्यसमै म अर्को पेजमा गएँ। अर्को पेजमा हेर्नुहोस् त के भन्छ हेडेड बाई फिमेल भनेको चाहिँ 38.6 अनि यो x1 अनि यो 7 छ भने x1 को ठाउँमा 70 अनि 7 into 1 फिमेल भनेको अब into 1 भनेपछि त 7 नै आउने हो नि त। अब यसलाई सल्भ गर्दाखेरि कति आयो त 72.8 आयो। अब यो 72.8 भनेको तपाईँको के हो त यो वाइ ह्याट भयो। अनि वाइ ह्याट भइसकेपछि तपाईँले के गर्नुहुन्छ अब बल्ल तपाईँले के गर्नुहुन्छ लिमिट निकाल्नुहुन्छ। लिमिटको फर्मुला के हुन्छ साथीहरू वाइ ह्याट प्लस माइनस टी अल्फा डिएफ भनेको n माइनस के माइनस 1 इन्टु के त यस वाइ एक्स। यो यस वाइ एक्सलाई हामीले अर्को शब्दले के पनि भन्छौँ एसई पनि भन्छौँ। अब तपाईँलाई यो वाइ ह्याट भर्खर यति आयो। टी अल्फा डिग्री अफ फ्रिडम अघि नै भर्खर हेरेकै थियो 3 point कति आएको थियो कि 2 point समथिङ कति आएको थियो। यस वाइ एक्स भनेको अघि नै तपाईँलाई क्वेसनले दिइराखेको बेलामा स्ट्यान्डर्ड एरर भन्ने कुरो हो। यस वाइ एक्स अथवा एसई एउटै कुरो हो। तपाईँलाई यो पनि गिभन दिएकै छ। अब यसो भए मैले तपाईँहरूलाई कोरेर देखाउन मात्रै खोजेको यसको भ्यालु यहाँ राखिदिएको छु मैले। स्ट्यान्डर्ड एरर भनेको तपाईँको यो दिएकै छ क्वेसनले एसई गिभन इन द एबभ समरी आउटपुट टेबल तिमीलाई दिएको थियो। नभए यो एसई पनि आफूले निकाल्नु पर्थ्यो। अनि एसई निकाल्ने फर्मुला हामीले के पढेका छौँ थाहा छ नि तपाईँलाई एसई भन अथवा एस वाइ एक्सको फर्मुला हामीले के पढेको छौँ एस भन्ने बित्तिकै स्ट्यान्डर्ड भन्ने बित्तिकै रुटमा हुन्छ के थियो फर्मुला एस ई अपन n माइनस के माइनस 1। यदि तपाईँलाई क्वेसनले स्ट्यान्डर्ड डेभिएसन दिएको छैन भने यस्तो फर्मुलाबाट कुरो अगाडि बढ्छ। तर दिएकै छ केही हात्तिनु परेन। दिएको बेलामा तपाईँले टाइम वेस्ट गर्न हुँदैन। कहिलेकाहीँ सबै कुरो दिइराखेको हुन्छ तैपनि विद्यार्थीले फर्मुला लगाई निकाल्न खोज्नुहुन्छ। त्यो भनेको विद्यार्थीले आफ्नो निधारमा म मूर्ख हुँ लेखा जस्तो हो। क्वेसनले दिएको छ भने त्यो दिएको डेटा युज गर्ने नि। 2.365 अघि नै हेरेको अनि स्ट्यान्डर्ड भ्यालु दिएको छ एकचोटि प्लस गर्ने एकचोटि माइनस गर्ने। प्लस गरेर आउँदाखेरि भ्यालु अप्पर लिमिट हुन्छ माइनस गर्दा भ्यालु लोअर लिमिट हुन्छ। 72.8 बाट पहिला माइनस गरियो 62.9 मा आयो प्लस गरे 82 आयो। अनि यो एउटा लोअर लिमिट हो यो अर्को अप्पर लिमिट हो। यसलाई हामीले भन्छौँ कन्फिडेन्स इन्टरभल प्रेडिक्सन इन्टरभलको कुरा यो हो। अब यति भइसके पछाडि मलाई जहाँसम्म लाग्छ एउटा रिक्वायरमेन्ट अझै छ। एउटा छ कि दुईटा पो छ सक्यो रिक्वायरमेन्ट यति मात्रै रहेछ भने यो नै रिक्वायरमेन्ट तपाईँको लास्ट रिक्वायरमेन्ट थियो। यहाँसम्म मैले गरेर सकाएँ। यसको अर्थ हामीलाई अर्को रिक्वायरमेन्ट छैन। र मैले तपाईँलाई के भनेको थिएँ एउटा यस्तै प्रश्न जहाँ चाहिँ टेबलमा क्याटेगोरिकल भेरिएबलको प्रकृति देखाएको हुँदैन तर अर्को एउटा प्रश्न अर्को जातको पनि हुन्छ जुन क्वेसनलाई हामीले डमी भेरिएबलवाला क्वेसन हो भने चिन्न सक्छौँ भन्ने कुरो। अब त्यसमै म तपाईँलाई कहाँ लाँदैछु भन्दा यो एउटा प्रश्न लाँदैछु र यो एउटा क्वेसन जुन छ तपाईँहरूलाई पठाइदिएको मेरो होमवर्क फाइलमा भएको प्रश्न पनि हो। अब
जो विद्यार्थीहरू मेरो अहिले मसँग डिरेक्टली एसोसिएटेड भएर मसँग पढ्दै हुनुहुन्छ कुनै कलेजबाट भने तपाईँहरूलाई मैले होमवर्क फाइल पठाउँदा यो फाइल यो क्वेसन चाहिँ तपाईँलाई दिएको छ, एकचोटि पढौँ। अब यसो सामान्य रूपमा हेर्दाखेरि त हामीले हिजो गरे जस्तो प्रश्न नै भयो सर, डम्मी हो भनेर कसरी थाहा पाउने त भन्दा यसको क्वेसन पढ्दाखेरि तपाईँले क्रमशः पढ्ने क्रममा थाहा पाइहाल्नुहुन्छ। एकचोटि हेर्नुहोस् त साथीहरू के भनेको छ। डाक्टर राम शर्मा, नाम दिन सक्छ केही पनि, डाक्टर राम शर्मा इज अ भेटेरिनेरियन भने भेटनरी डाक्टर रहेछन्। रिसेन्टली he has been trying to develop a predicting equation for the amount of the anesthesia measured in milliliters। भनेपछि उहाँले केलाई प्रेडिक्सन गर्न खोजिदिनु छ, एनेस्थेसियाको एमाउन्टलाई। अनि एनेस्थेसिया जे कुरालाई प्रेडिक्सन गर्न खोजिँदैछ त्यो भेरिएबल डिपेन्डेन्ट हो, किनकि त्यसको भ्यालु हामीलाई सोध्नेवाला छ। त एनेस्थेसियाको एमाउन्ट भनेको हाम्रो वाइ हुन जान्छ। he feels that amount used will depend upon the weight of the animal। वेटमा डिपेन्ड गर्छ अरे एनेस्थेसिया कति ल्याउने भन्ने कुरो, जुन चाहिँ पाउन्डमा छ। अनि लेन्थ अफ द अपरेसन्स भने कति घण्टा अपरेसन गरिन्छ, लेन्थको कुरा अर्को भेरिएबल भयो। एन्ड वेदर द एनिमल इज क्याट अर डग अरे, अनि क्याटलाई कोडेड एज 0, डगलाई कोडेड एज 1 भनेको छ। यसरी तपाईँको ब्राकेटमा 0 1 दिँदै गर्दाखेरि यो प्रश्न डम्मी भेरिएबलसँग जोडिएको प्रश्न हो भन्ने कुरो तपाईँले बुझ्नुहोस्। यति कुरो जसले मनमा राख्यो उसले यो खालको हिसाब कहिले पनि बिगार्दैन, यति कुरो ख्याल गर्नुहोस्। अनि he used the SPSS आउटकम दिएको छ। अनि यसको अर्थ यहाँ तीनटा भेरिएबल भयो। एउटा भेरिएबल एनेस्थेसिया वाइ भइहाल्यो, अर्को भेरिएबल के भयो त भन्दा तपाईँको अपरेसन आवर हो क्या होइन, सरी वेट हो, एउटा भेरिएबल वेट हो। अनि त्यसपछि अर्को भेरिएबल के हो त आवर हो, अनि अर्को भेरिएबल के छ त भन्दा क्याट अथवा डग। अब हेर्नुहोस् त तपाईँले क्याट अथवा डगलाई लास्टमा देखेको छ, तर यही कुरालाई जब तपाईँको टेबलमा दिएको छ, टेबलमा के दिएको छ कन्स्ट्यान्ट भनेको यो भनेको ए हो, यो भनेको B1 हो, यो भनेको B2 हो, यो भनेको B3 हो। अनि हेर्नुहोस् त वेट भनेको त तपाईँको पाउन्डमा छ, कति घण्टा काम गर्यो अपरेसन कति घण्टा गरेको छ आवरमा हो। टाइप भन्ने बित्तिकै कि त तपाईँको क्याट हो कि त डग हो। यसको अर्थ यो टाइप भनेको तपाईँको कहाँ छ त क्याटेगोरिकल भेरिएबलमा छ, अर्थात् यो टाइप भनेको x1 भनेको तपाईँको लागि डम्मी भेरिएबल हो। यो दुईटा अटोमेटिकली क्वान्टिटेटिभ भेरिएबल भयो, x1 जो छ त्यो डम्मी भेरिएबल हो। अब x1 मा तपाईँको टाइपमा कि त एउटा टाइप क्याटको हुन्छ कि त एउटा टाइप भनेको डगको हुन्छ। यदि तपाईँले कुरो क्याटसँग जोड्नु भएको छ भने क्याटलाई तपाईँले 0 ले क्याटेगोराइज गर्नुहुन्छ, 0 ले कोडिङ गर्नुहुन्छ। यदि तपाईँले डगको कुरो गर्दिनुहुन्छ भने डगको कुरा गर्दा 1। त वेनिभर तपाईँलाई क्वेसनले फर द क्याट भन्यो भने त्यो x1 को ठाउँमा 0 राखिदिनु होला। जब तपाईँलाई प्रश्नले फर द डग भनिदिन्छ भने त्यो x1 को ठाउँमा 1 राखिदिनु होला। यति कुरो तपाईँले पहिले राम्रोसँग बुझ्नु भएको थियो अथवा थिएन, तपाईँले एकचोटि ख्याल गर्नुहोस्। यति कुरोलाई ख्याल गर्नुभयो भने अब कन्फ्युजन चाहिँ हुँदैन। लेट्स गो टु द रिक्वायरमेन्ट। एनोभा टेबल छँदैछ, फिल इन द ब्ल्याङ्क्स गर्न भनिहाल्छ, त्यो कुरा हामी गरौँला। ल रिक्वायरमेन्ट नम्बर 1 मा जाउँ। वाट इज द प्रेडिक्टिङ इक्वेसन फर द एमाउन्ट अफ एनेस्थेसिया। प्रेडिक्टिङ एमाउन्ट भनेको के हो त, तपाईँलाई यसले इक्वेसन मात्रै भन्छ। प्रेडिक्टिङ इक्वेसन भनेको तपाईँले y hat इज इक्वल टु a प्लस b1x1 प्लस b2x2 प्लस b3x3 गरेर देखाइदिने, यो भ्यालुलाई राखेर इक्वेसन देखाउने तपाईँको रिक्वायरमेन्ट सिद्धियो। 2 मार्क्सको यहाँबाट प्रश्न आयो, 2 प्लस यो 2 प्लस यो 3 प्लस यो 3 प्लस यो 4 गरेर तपाईँको यसरी 15 देखि 20 मार्क्स मिलाएर दिइराखेको हुन्छ। अथवा अलि मार्क्स बढाएर 20 सम्म पुर्याउँछ, अथवा मार्क्स ठिक्क पारेर 10 सम्म राख्छ, अथवा तपाईँको 15 सम्म पुर्याउँछ, के हो र। अब हेर्नुहोस् के भन्छ, गिभ एन एप्रोक्सिमेट 95% कन्फिडेन्स इन्टरभल। इन्टरभल भन्यो, इन्टरभल भन्ने बित्तिकै लिमिट। लिमिट भनेको दुई तरिकाको हुन्छ, एउटा वाइ ह्याटबाट सुरु गर्ने लिमिट, अर्को बीजेबाट सुरु गर्ने लिमिट। वाइ ह्याटबाट सुरु गर्नको लागि प्रेडिक्सन इन्टरभल भन्नुपर्छ, बीजेबाट सुरु गर्नको लागि यो तीनटा मध्ये कुनै एउटा भेरिएबलको कम्पोनेन्टको नाम भन्नुपर्छ। अब हेरौँ यो भन्दा पछाडिको शब्दले के भनेको छ। प्रेडिक्सन इन्टरभल फर द एमाउन्ट अफ एनेस्थेसिया इज टु बी युज्ड इन 90 मिनट्स अपरेसन अन 25 पाउन्ड डग अरे। डग भन्ने बित्तिकै कहाँ गयो त, डग भन्ने बित्तिकै कहाँ गयो त, डग भनेको 1 मा। अनि एउटा तपाईँको डगलाई 1 राख्नु पर्यो, 20 पाउन्ड भनेको वेटमा गयो, अनि तपाईँको यो त 90 मिनट्स भनेको आवर। 90 मिनट भन्ने बित्तिकै तपाईँ हेर्नुहोस् त, यो त आवर हो, 90 मिनट भनेको के त 1.5 आवर्स। तपाईँले फेरि यो आवर यो x3 लाई तपाईँले 1.5 लेख्नुपर्छ,
नभए तपाईले 90 मिनेटमा तपाईले 90 लेखिदिनु भयो भने कुरो बर्बाद हुन्छ, किनकि तपाईसँग यो दिएको डाटा आवरमा छ, तपाईले यसले भनेको छ मिनेट, त 90 मिनेट इक्वल टु 1.5 आवर हो। यो कुरालाई तपाई नझुक्किएर काम गर्नु होला। मैले यसको सोल्युसन गर्दिन, तपाईहरुलाई छोड्नेवाला छु। अनि सर यहाँ त प्रेडिक्सन भन्ने शब्द नै आएन भन्ने कुरा आउँछ। तपाईको एनेस्थेसियाको एमाउन्टलाई प्रेडिक्सन गर्नको लागि त उले यो आवर वाला डाटा के हो x3 को भ्यालु दिएको छ तपाईको 1.5 यो, अनि पाउन्ड भनेको वेट वाला डाटाको नाम के हो त x2 को नाम दिएको छ तपाईको यो डगलाई लास्टमा टाइप भनेर दिएको छ x1 भनेको तपाईको डग भनेको कति रहेछ त कोडेड एज 1 भने डगको ठाउँमा 1 राखेर भनेपछि तपाईको x1 को भ्यालु दियो, x2 को भ्यालु दियो, x3 को भ्यालु दियो भने तपाईले यहाँबाट y hat निकाल्नु पर्छ। त प्रेडिक्सन भन्ने शब्द नदेखे पनि यसरी एस्टिमेसन गर्नको लागि तपाईको डेटाले सपोर्ट गर्दै गर्दा y hat बाट सुरु गर्ने प्रश्न हो भनेर बुझ्नु होला। यही कुरो फर क्याट भनेको थियो भने यो x1 को ठाउँमा तपाईले 0 लेख्नु पर्थ्यो। यति कुरो तपाईले कुरो बुझ्नु भयो कि बुझ्नु भएन साथीहरु? कुरो बुझिएको छ भने बवाल बुझ्दैछु भनेर यसो कमेन्ट पनि गर्दै गर्नुस् है त। अब हामी जान्छौं यो रिक्वायरमेन्ट बी, यसरी तपाईले ट्राई गर्नु होला, y hat निकाल्नु होला अघिको प्रश्नमा गर्दै जस्तै। यो भनेको केस स्टडी क्वेशन प्र्याक्टिस गर्नको लागि राखिदिएको छ, हेर्नु होला। होमवर्क फाइलमा त अलरेडी छ, यदि कोही विद्यार्थी युट्युबबाट हेर्दै हुनुहुन्छ भने उहाँहरुको लागि पनि यो क्वेशनलाई स्क्रिनशट गरेर मैले भनेको क्वेशन अनुसारले सोल्युसन गर्नु होला। ओके, अनि कम्प्युट द कोएफिसिएन्ट अफ द डिटर्मिनेसन एन्ड द इन्टरप्रेट द रिजल्ट। अब डिटर्मिनेसन भन्ने के हो त r²। अब r² को फर्मुला कहाँबाट आउँछ? SSR डिवाइडेड बाइ SST। यो SSR डिवाइडेड बाइ SST यो भागा यो गरेर r² आइहाल्छ। एडजस्टेड पनि सुन्न सक्छ। अब नम्बर डी मा हेर्नुस्, एट द सिग्निफिकेन्स लेभल 10%, 0.10 10%, द अमाउन्ट अफ एनेस्थेसिया needed significantly different for dogs and cats अरे। ल हेर्नुस् त, अब यो 10% दिएको छ, सिग्निफिकेन्स को कुरा गरेछ, तपाईलाई हाइपोथेसिस टेस्टिङ गर्न भन्यो। अब मलाई भन्नुस् है, कमेन्ट गर्नुस् त सबैले। हाइपोथेसिस टेस्टिङ गर्न भन्दै गर्दा यो भनेको टी टेस्टबाट हाइपोथेसिस टेस्ट गर्ने होला कि तपाईको ओभरअल रिग्रेसन मोडलको लागि एफ टेस्ट अथवा एनोवा टेस्ट गर्ने होला? कमेन्ट गर्नुस् त साथीहरु। यो प्रश्नमा यो रिक्वायरमेन्ट डी ले टी टेस्ट मागेको हो जस्तो लाग्छ कि एफ टेस्ट जस्तो लाग्छ? प्लिज आई एम वेटिङ फर द कमेन्ट। अहिले लाइभ क्लासमा जोडिनु भएको विद्यार्थीहरु कमेन्ट गर्नु होला। सृजना, आयुष बाबु, किशनराज बाबु, यसमा टी टेस्ट जस्तो लाग्यो कि एफ टेस्ट जस्तो लाग्यो भन बाबुहरु? यो बीबीए फाइनान्स का विद्यार्थीहरु भन, सेक्सन ए का विद्यार्थीहरु भन, सेक्सन बी का विद्यार्थीहरु भन। सेक्सन बी का विद्यार्थीहरु पनि जोडिएको छ होला। मैले तिमीहरुलाई स्ट्याटिस्टिक्स पढाएको थिएँ, ड्याम पढाउने बेलामा तिमीहरुलाई त मैले धोका दिएँ, अर्को सेक्सनमा गएँ। ल किशनराज बाबुले एफ टेस्ट गर्नुभएको छ, ठीक छ, गुड, भेरी गुड। तिम्रो प्रयासको लागि धन्यवाद। यो ठीक हो बेठिक हो मैले अहिले तपाईहरुलाई भनिन, एकछिन भनौँ होला। किशन बाबुले यसलाई एफ टेस्ट भन्दै गर्दा अरु साथीहरुले के भन्छन्? खै त साथीहरु, नआएर नलेखेको कि? ल ठीक छ, किशन भाइलाई मात्रै मैले धन्यवाद भने, अरु साथीहरुले यो फेरि यो अर्को दिवसले पनि एफ टेस्टै भन्नुभएको छ, अनि धेरै विद्यार्थीहरुको एफ टेस्टको आवाज आइराखेको छ। ठीक छ, सुके भनेपछि मेरो क्वेशनको सुन्ने गरेमा तपाईले रिप्लाई गर्दै हुनुहुन्छ भने यु आर इन द क्लास, पार्टिसिपेटिभ छौ भन्ने कुरो पनि हो। खोइ त मैले छोरी मान्छेको कहीं पनि कमेन्टै देखिन। कहाँ छौ नानीहरु, तिमीहरु कहाँ छौ भन त? त्यत्रो तिमीहरुले मलाई चाहिँ एकदम मेरो बर्थडेको बेला सरप्राइज गरेका थियौ। फाइनान्सका विद्यार्थीहरु कहाँ छौ तिमीहरु? खोइ त्यो भिडियो पनि कति भाइरल भइराछ, तिमीहरुले मलाई सरप्राइज दिएको भिडियो मैले हालिदिएको थिएँ टिकटकमा, रिलमा आजै। ल एकचोटी हेर त भाइ बहिनीहरु, के भन्छ भन्दाखेरि फर द क्याट्स एन्ड डग्स भनेछ। क्याट्स एन्ड डग्स भन्नु गर्दा के हो त? तपाईको यो क्याट र डग, यो भनेको क्याट र डग को कुरा गर्दाखेरि तपाईको यो क्याट एन्ड डग भन्ने कुरो त टाइपमा गयो नि त। टाइप भनेको तपाईको एक्सन हो नि त। भने तपाईले एउटा इन्डिभिजुअल भेरिएबल क्याट्स एन्ड डग्स भन्नुको अर्थ तपाईले यो एनिमलको टाइप भन्न खोजेको, यो यसले एनिमलको टाइप भन्न खोजेको। एनिमलको टाइप भनेको तपाईको के हो त? टी टेस्ट हो। कुरो बुझ्नुभयो त? त भनेको यो प्रश्नमा तपाईको टी टेस्ट हो। टी टेस्टमा तपाईलाई के हुनेछ? अझै x1 मा गयो, तपाईले t1 निकाल्नु पर्छ, b1 डिवाइडेड बाइ sb1 भनेर यो प्रश्न। अनि स्टेप 1 देखि लिएर स्टेप 5 सम्म जाने हो। कुरो बुझियो साथीहरु? यसरी कुरा आउँछ। ल जे जस्तो भए पनि
हाम्रो किशन बाबुलाई, दिवस बाबुलाई धन्यवाद। कमसेकम ट्राई त गर्यो, एटलिस्ट यु ट्राइड नि त। अब लौ न मैले रिगुलर छ भनेर तपाईँले आत्तिने होइन, यसरी कुरा बुझ्नुपर्छ। अब रिक्वायरमेन्ट नम्बर ईमा जानुहोस् त, के भनेको छ, एट अ लेभल अफ 5% भन्ने 5% को लेभलमा गएर इज दिस रिग्रेसन सिग्निफिकेन्ट, इज दिस रिग्रेसन सिग्निफिकेन्ट एज अ होल, अरे ल एज अ होल भन्यो के एज अ होलको लागि यो रिग्रेसन मोडल सिग्निफिकेन्ट छ भनेर सोध्यो भने यो पनि तपाईँको हाइपोथेसिस हो नि। अब मलाई भन्नुहोस् त, यो ई नम्बर भनेको कुन टेस्ट हो? यो चाहिँ टी टेस्ट होला कि एफ टेस्ट होला? छिटो भन्नुहोस् त। यो चाहिँ हो दिवस बाबु, यो चाहिँ एफ टेस्ट हो, किन एज अ होल भन्यो नि त। एग्रिगेटमा तपाईँको एज अ होल भन्नुपर्दा के हो त, यसले गर्दा पनि यसले गर्दा पनि यसले गर्दा पनि तपाईँको ओभरअलमा के रहेछ भन्ने कुरो गर्ने हो। जस्तै मैले तपाईँहरूलाई 5वटा विषयको टिचर हुनुहुन्छ भने तपाईँलाई मेरो कारणले गर्दा मात्रै तपाईँको मार्क्समा कस्तो सिग्निफिकेन्ट रोल प्ले गरेको छ भन्ने कुरो गर्दाखेरि मेरो कारणलाई मात्रै हेर्नुहुन्छ भने त्यो टी टेस्ट भयो। अर्को फाइनेन्स टिचरको मात्रै इम्प्याक्ट हेर्नुहुन्छ भने त्यो टी टेस्ट भयो होइन। एचआरएमको टिचरको मात्रै इम्प्याक्ट हेर्नुहुन्छ भने टी टेस्ट भयो। एकाउन्टको टिचरको मात्रै इम्प्याक्ट हुन्छ टी टेस्ट भयो। तर ओभरअलमा तपाईँलाई पढाउने सबै टिचरको एज अ होलमा इम्प्याक्ट हेर्नुहुन्छ भने एफ टेस्ट भयो। एग्रिगेटको लागि कुरा गर्दा एफ टेस्ट। त्यही भएर अघि नै डग्स एन्ड क्याट्स भन्नुपर्दा टाइपको मात्रै कुरो गर्न खोजेको त्यसले, अर्थात् माथिको रिक्वायरमेन्ट नम्बर डी टी टेस्टको लागि थियो भने यो भनेको एफ टेस्टको लागि हो। अब यो टी टेस्ट कसरी गर्ने, एफ टेस्ट कसरी गर्ने भन्ने कुरो त मैले आजको क्लासभन्दा अघिल्लो क्लासमा पनि भनेको, त्योभन्दा अगाडिको क्लासमा पनि भनेको छु। तपाईँहरूले सिरियली क्लास लिँदै आउनु भएको छ, भिडियोबाट हेर्ने विद्यार्थीहरूले 1 बाई 1 गरेर हेर्दै आउनु भएको छ भने तपाईँहरूलाई यो च्याप्टर तपाईँलाई सजिलो लागिसकेको छ। बस यति हो तपाईँलाई एक्जामिनेसनमा आउने। अब आजसम्मको क्लासलाई हेरिसके पछाडि अब तपाईँले ओल्ड इज गोल्ड पल्टाएर हेर्नुहोस्। तपाईँको एक्जामिनेसनमा आएको कुनै पनि प्रश्नको, कुनै पनि वर्षको प्रश्न अब तपाईँले मिस गर्नुहुन्न। हेर्ने बित्तिकै यो प्रश्न मेरो लागि सजिलो हो भन्ने कुरो तपाईँलाई फिल भइसक्छ। यदि त्यस्तो फिल भइरहेको छैन भने तपाईँले क्लासका सम्पूर्ण कन्टेन्टहरू सिरियसली पढिसक्नु भएको छैन। अब यति भनिसके पछाडि मेरो तर्फबाट एक्जामिनेसनमा आउने खालको प्रश्नहरू सकिए, च्याप्टरै त पुरै सकेको होइन। अब यसमा चाहिँ तपाईँको यो कर्बी लिनियर इक्वेसनवाला क्वेसन पनि छ हाम्रो सिलेबसले, तर एक्जामिनेसनमा त्यो चाहिँ त्यति धेरै आइरहेको छैन होइन। जस्तै सेकेन्ड डिग्री इक्वेसन गर्ने कुराहरू, त्यो सेकेन्ड डिग्री इक्वेसन फिट गर्न पनि कहिलेकाहीँ भन्न सक्छ। त त्यो पार्टलाई पनि म चाहिँ पढाउन चाहिँ तपाईँहरूलाई पढाइदिन्छु। तर एक्जामिनेसनमा आउने कुराहरू आज पढाइदिएको सम्मको चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट। यो कुरालाई तपाईँले एकचोटि ध्यान दिनु होला र होमवर्क पठाइदिएको फाइलको सम्पूर्ण क्वेसन्स गरेर ओल्ड इज गोल्डको क्वेसन चाहिँ मिस नगरिदिनु होला। त्यसै बाँकी कुरो अर्को क्लासमा फेरि यसै गरी लाइभमा पढौँला। त्यति जेलसम्मको लागि म तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते, थ्याङ्क यू।